एउटा महिला, एउटा आमा, एउटा बुहारी जो दुईटा बच्चा लिएर बजारमा बच्चा पढाउन भनेर आइरहँदाखेरि एउटा सपना पनि सँगसँगै लिएर आएको महिला हो म। अनि मेरो अपब्रिङिङ, मेरो बाल्यकाल कसरी बित्यो त भन्दा म छोरी भइकन पनि मेरो बाबा र आमाले कहिले पनि मलाई भेदभाव नगरिकन मलाई छोरा भन्दा बढी अवसर दिएर कुनै कुरामा मेरो भाइभन्दा कमी मलाई गर्नु भएन, जसकारण मैले पढ्ने लेख्नेदेखि लिएर विभिन्न प्रकारको अवसरहरू मेरो भाइले भन्दा सायदै मैले बढी नै पाएँ होला छोरी भए तापनि। र भगवानको कृपाले गर्दा मेरो जीवनसाथी पनि त्यस्तै परिदिनु भयो जसले मलाई मेरो हरेक निर्णयहरूमा साथ दिने, अगाडि बढ्दै जाऊ दिने भन्ने र पछाडिबाट उहाँले मलाई साथ समर्थन हरेक किसिमको सहयोग गरिदिने खालको एउटा श्रीमान, एउटा माइती र मेरो घर परिवारको साथ सपोर्ट र त्यही माथि भगवानको कृपाले गर्दाखेरि मैले सोचेको, मैले अपेक्षा गरेको भन्दा धेरै नै मैले पाएकी छु र म त्यसमा एकदमै भाग्यमानी आफूलाई ठान्छु। यहाँ उपस्थित हुनुभएका आजको कार्यक्रममा हाम्रो विद्यालयले आयोजना गरेको यो 5औं वार्षिक उत्सव अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रममा हाम्रो निम्तोलाई मानेर आइदिनु भएको हाम्रा आदरणीय दिदी मन्जु देवी गुरुङज्यू, पोखरा उपमहानगरपालिकाको उपप्रमुख, हाम्रा विशिष्ट अतिथिको अझै आगमन भइसकेको छैन, वडा अध्यक्षज्यूको अझै टाइम लाग्छ भन्ने कुरा आइरहेको छ। अनि हाम्रो भुथे माननीय हाम्रो बुबु उपमेयर साहब मानबहादुर गुरुङज्यू, हामीलाई विश्वास गरेर सबैभन्दा पहिलोचोटि पहिलो दिनमा, जुन दिनमा हामीलाई आइडिया पनि थिएन, एउटा विद्यालय त खोल्यो तर हामीलाई कसले बताउनुहुन्छ होला अथवा हामीले कस्तो गर्छौँ, हामी कुन दिशातिर जान्छौँ भन्ने कुरा हामीलाई अनुभव नै थिएन। त्यति बेला पनि हामीलाई विश्वास गरेर ल्याइदिनु भएको, बच्चा ल्याइदिनु भएको हाम्रो आदरणीय सर साइमनको हजुरबा भनेर हामी एकदमै सजिलोसँग चिन्छौँ होइन। उहाँ चाहिँ हाम्रो बुबु अभिभावक हुनुहुन्छ, पहिलो अभिभावक हामीलाई विश्वास गरिदिनु हुने। मेरो आदरणीय बुवा हुनुहुन्छ भीमबहादुर गुरुङ, जसले मलाई जन्म दिनुभयो, मलाई राम्रो शिक्षा दीक्षा दिनुभयो र यहाँहरू समक्ष म उभिएर 2 शब्द बोल्न सक्ने लायक बनाइदिनु भयो। मेरो बुवा भीमबहादुर गुरुङ, मेरो आमा रञ्जना गुरुङ, मेरो कान्छा बुवा फेदीखोला समाजका अध्यक्ष श्री सुब्दार युगबहादुर गुरुङज्यू, हाम्रो अगाडि हुनुहुन्छ मञ्चमा डाक्टर चन्द्रबहादुर गुरुङज्यू र यता मेरो ससुरापट्टि हुनुहुन्छ क्याप्टेन भुवन सिंह गुरुङज्यू, सुब्दार चित्रबहादुर गुरुङज्यू लगायत सम्पूर्ण हजुरहरू मान्य जनप्रति म एकदमै हृदयदेखि नमन गर्दै यहाँहरूको उपस्थितिको लागि एकदमै आभारी छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। विद्यालयको बारेमा भनिरहँदाखेरि मैले अघि नै भनिहालेँ, एउटा सपना लिएर आएको चेली हो म, जसले बच्चालाई पढाउँदा सँगसँगै आफूले पनि केही गर्नुपर्छ भनेर एउटा सोच राखेर अगाडि बढ्दै गएँ। बढ्दै गर्दाखेरि 12 वर्षको लामो समयसम्म चाहिँ मैले शिक्षण पेसामै बिताइसके पछाडि मलाई लाग्यो हामी जस्तो कामकाजी महिलाहरूको लागि चाहिँ बच्चा हेर्नु अनि करियर बनाउनु, त्यो दुईटा कुराले एकदमै गाह्रो गर्दो रहेछ। अनि मैले फिल गरेको यो क्षेत्रमा, हाम्रो यो पोखरा महानगरपालिकामा हुन त विभिन्न ठाउँहरूमा मन्टेसोरी प्री स्कुलहरू अलरेडी स्थापना भइसकेको थियो। अनि हामी बसाइसकेको क्रममा चाहिँ घारीबाट आएर बस्दै गर्दाखेरि त्यो एरियामा एउटा डे केयर अथवा मन्टेसोरीको चाहिँ मैले कमी महसुस गरेँ, जसलाई चाहिँ मैले सानो कोसिस गरेर त्यहाँ म जस्तै आफ्नो करियर बनाउँछु र आफ्नो बच्चालाई पनि सँगसँगै पढाउँछु भन्ने खालको महिलाहरू, विशेष गरेर मेरो टार्गेट नै महिला हो है, किनभने महिलालाई जतिको गाह्रो हुन्छ आफ्नो घर परिवार र आफ्नो करियर म्यानेज गर्नको लागि त्यतिको पुरुषहरूलाई कम्पेरिटिभली अलिक कम नै हुन्छ भन्ने म फिल गर्छु है। अनि कामकाजी महिलाहरूलाई हामीले बच्चाहरू ल्याइदिएर अनि उहाँहरूको बच्चाहरूलाई हामीले 2-4 अक्षर पढाइदिँदाखेरि उहाँहरूलाई पौष्टिक आहारहरू खुवाइदिँदाखेरि अनि उहाँहरू ढुक्क भएर आफ्नो करियरमा लाग्न सक्नुहुन्छ भने हामीले पनि किन नगर्ने त त्यो मात्रै एउटा जुन कि त्यो मात्रै एउटा अवसरको रूपमा चाहिँ मैले हेरेर अहिले आएर हामीले चाहिँ 5 वर्ष भएको छ यो विद्यालयलाई सञ्चालन गरेको र सञ्चालनको समयमा चाहिँ हामीसँग जम्मा 6 जना विद्यार्थी हुनुहुन्थ्यो सुरुवाती क्रममा, त्यो पनि 6 जना कोभिडले गर्दाखेरि पछि बसाइसराई भयो, विभिन्न कारणहरू भयो। अब त्यो पछाडिको फेरि दोस्रो लहरले पनि हामीलाई त्यसरी नै थिचेको थियो र दोस्रो लहरको कोभिड पछाडि फेरि हामी अलिअलि गरेर उठ्न सफल भएका छौँ र अहिले हामीसँग 90+ को विद्यार्थीहरू हुनुहुन्छ र उहाँहरू सम्पूर्णको अभिभावकहरू जसले हामीलाई विश्वास
भएको छ उहाँहरूप्रति एकदमै धेरै आभारी छौँ। हजुरले विश्वास गरेर ल्याइदिनु भएको बाबु नानीहरूलाई हामीले सकेसम्म हाम्रो सोच र बुझ अनि हाम्रो पहुँचले पुगेसम्म हामीले हजुरहरूको बाबु नानीलाई सफल बनाउने छौँ, उहाँहरूलाई साक्षर बनाउने छौँ र सबैभन्दा ठुलो कुरा एकदम असल व्यक्तित्व बनाउने कोसिसमा हामी जुटिरहेका छौँ। त्यसमा हजुरहरू ढुक्क भइदिनु होला। र आज यस कार्यक्रममा हजुरहरूले आफ्नो समय दिनुभएकोमा फेरि पनि धन्यवाद दिँदै भोलिको दिनमा हाम्रो विद्यालयको उद्देश्य भनेको चाहिँ म धेरै ठुलो विद्यालय बनाउने उद्देश्यमा चाहिँ छैन है, किनभने ठुलो ठुलो विद्यालय अलरेडी छ। हामी मन्टेसोरी लेभलमै बसेर मन्टेसोरीकै त्यो जरा त्यो जुन बेस छ एउटा बच्चाको त्यो बेस लेभललाई नै राम्रो बनाउने जमर्कोमा छौँ। हामी अहिले पिजी, नर्सरी, एलकेजी र युकेजीमै नै सीमित छौँ र हामी आगामी दिनमा पनि त्यतिमै सीमित हुने जमर्कोमा छौँ। तर त्यो लेभललाई चाहिँ पोखराको कुन मन्टेसोरीबाट पढेर आएको हो त हजुरको बाबु नानी, यतिको राम्रो सिप भएको, यतिको राम्रो एजुकेसन भएको, यतिको सक्षम भएको कुन मन्टेसोरीबाट हो त भनेर हाम्रो विद्यालयको नाम त्यसरी परिचित बनाउन चाहन्छौँ। र अहिले गएको सालमा मात्रै हाम्रो स्कुलबाट पास भएर निस्किनु भएको बाबु नानीहरूले विभिन्न स्कुलहरूको इन्ट्रान्स इक्जाममा टप गर्न सक्नुभएको छ। हाम्रो छिमेकी स्कुलहरूमा जानुभएको छ र त्यहाँ हाम्रो सिट एकदमै उच्च गराइदिनु भएको छ। कहाँबाट आउनुभएको, कुन स्कुलबाट आउनुभएको यो बाबु जसले टप गर्नुभएको छ, नाम त भर्खर भर्खर मात्र सुनेको जस्तो छ भने तापनि हामी सानो भए तापनि सियो जस्तै छौँ, सानो छौँ तर घोज्छौँ भन्ने ठाउँमा है। र आगामी दिनमा पनि हामी त्योभन्दा ठुलो हुन चाहँदैनौँ, हामी सानै भएर काम गर्न चाहन्छौँ तर सानो भइकन पनि त्यसको आवश्यकता ठुलो होस्, सबैलाई त्यसको आवश्यकता महसुस होस् भन्ने नै हामी चाहन्छौँ। र यही नै हाम्रो भावी योजना छ। र यसैसँग हाम्रो मेरो चाहिँ यो सानो मन्तव्य यहीँनिर छुट्याउन समाप्त गर्न चाहन्छु। र अन्तिमसम्म रहेर हाम्रो बाबु नानीहरूले धेरै मेहनत गरेर उहाँहरूको कला प्रस्तुत गर्न गइरहनु भएको छ। भलै उहाँहरूले ठुलो मान्छेले जस्तो पर्फेक्ट डान्स गर्न नसक्नु होला तर मेहनत असीमित छ हाम्रो शिक्षिकाहरूको र हाम्रो बाबु नानीहरूको। यहाँहरू अन्तिमसम्म बसेर त्यो कार्यक्रमलाई मनोरञ्जन लिदिनु होला, बेला बेलामा ताली बजाएर हौसला प्रदान गरिदिनु होला। आफ्नो बाबु नानीहरूको कार्यक्रम हो, आजको दिन यही कार्यक्रमको लागि भनेर छुट्याइदिनु होला। भोलिको क्रममा केही त्रुटि भएमा क्षमा माग्दछु। धन्यवाद।